आदरणीय साथीहरू नमस्कार। म विकास रेशमी लुधियाना पंजाबबाट। साथीहरू सधैँ झैं म तपाईहरु सामु फेरि एकपटक सहयोगको अपील लिएर आएको छु। हुन त भारत प्रवासमा दैनिक जसो यस्ता घटनाहरू भइरहेका छन् र तपाई हामीले कति पो सहयोग गर्न सकिन्छ र तर पनि विडम्बना हामीसँग अरु कुनै समाधान पनि नभएको हुनाले हामी एकदमै मजबुर छौं यो अपील पोस्ट गर्नको लागि। र विगतमा साथीहरूले एकदमै सहयोगहरू पनि पठाइराख्नु भएको छ। मलाई थाहा छ तपाई हामी भारत प्रवासमा बसेर जनतन आफ्नो बच्चाहरूको पालन पोषण गरिरहेका छौं। हामीले चाहेर पनि धेरै सहयोग गर्न सकेदैनौं, किन भन्दाखेरि हामी प्रवासमा आफू पनि ज्याला मजदुरी गर्न आएका हौं र कयौं साथीहरू हुन सक्छ यहाँ बिजनेस व्यापार गर्न पढाइ लेखाइको कारणवश आउनु भएको होला। तर बहुसंख्यकको कुरा गरौं भने चाहिँ हामी सबै मेहनत मजदुरी गरेर जनतन आफ्नो जीविका उपार्जन गर्न आएका हौं। साथीहरू म तपाईहरु सामु एउटा निवेदन राख्न गइरहेको छु, ध्यान लगाएर सुन्नु होला र धेरै भन्दा धेरै यो भिडियोलाई चाहिँ शेयर गरिदिनु होला, किनकि तपाईहरुको एउटा शेयरले पीडित परिवारका लागि एउटा कुनै न कुनै दानी सज्जनसम्म यो भिडियो पुग्नेछ र उहाँले सहयोग पाउनु हुनेछ भन्ने हाम्रो चाहना हो। आदरणीय साथीहरू, अहिले स्वदेश घर त्रिवेणी गाउँपालिका वार्ड नम्बर 2 झङलुङ जिल्ला रोल्पा लुम्बिनी प्रदेश निवासी विगत 6 महिनादेखि हिमाचलको चाइलमा काम गर्दै आएका धनबहादुर घरती छोरा जितबहादुर घरतीकी श्रीमतीको डिलिभरीको क्रममा अपरेसन हुँदाखेरि बच्चा अपरेसनद्वारा भयो, तर त्यो बच्चा मृत अवस्थामा थियो। बच्चाको मृत अवस्था देखिसकेपछि सुत्करी आमा सुन्तली घरती अचानक मूर्छा परिन् र हिमाचलको चाहिल हस्पिटलले चण्डीगढ स्थित पीजीआई हस्पिटलमा रेफर गरिएछ। 23 अक्टोबर 2025 को राति रेफर गरिएको थियो र हालसम्म सुन्तली घरती पीजीआईमा उपचाररत हुनुहुन्छ। उहाँको अझैसम्म पनि चाहिँ उहाँ कोमा जस्तो हालतमा हुनुहुन्छ, बेसोध अवस्थामा हुनुहुन्छ। उहाँलाई हुन सक्छ ब्रेन हेमरेज या शक लागेर उहाँ चाहिँ अझै पनि अचेत अवस्थामा हुनुहुन्छ, तर उहाँलाई चाहिँ ठीक हुन सक्छ भनेर चाहिँ डाक्टरले भनेको हुँदा हामी फेरि एकपटक तपाईहरु सामु यो सहयोगको अपील लिएर आएका छौं। आदरणीय साथीहरू, उहाँ चाहिँ इमर्जेन्सी वार्डमा चाहिँ बेसुध अवस्थामा हुनुहुन्छ। उहाँको श्रीमान धनबहादुर घरतीले आफूसँग भएको सम्पूर्ण जेथा चाहिँ लगाएर उहाँलाई बचाउने कोसिस गर्नुभयो, तर पनि उहाँको कोसिस एक प्रकारले नाकाम जस्तै भएको छ। तपाईहरुसँग हात जोडेर विनम्र अनुरोध गर्दछु कि धेरै भन्दा धेरै यो भिडियोलाई चाहिँ अगाडि बढाइदिनु होला र पीडित परिवारलाई चाहिँ जसरी हुन्छ आफू सक्दो। म तपाईहरुलाई यहाँ के पनि भन्न चाहन्छु भन्दाखेरि हामीले धेरै जनालाई चाहिँ गर्नुपर्ने हुन्छ र आफू सक्दो सानो रकम कुनै साथीहरुलाई लाग्ला यति सानो रकमले पनि के काम गर्ला र भनेर, तर त्यस्तो हैन साथीहरु। तपाईहरुले पठाएको रकमले अहिले भर्खरै हामी 5 जना सिलिन्डर ब्लास्टमा परेर जुन परिवार चाहिँ पीडित हुनुहुन्थ्यो उहाँको सफल उपचार
गरेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर अझै पनि उपचारको क्रममा त हुनुहुन्छ तर डिस्चार्ज भइसकेको छ। त्यस्तै साथीहरू, यहाँलाई पनि हामी आफूसक्दो प्रयास गर्नेछौँ। तपाईहरूको साथ सपोर्ट मैले हमेसा पाइरहेको छु र यो परिवारले पनि तपाईहरूको साथ पाउनेछ भन्ने म एकदमै आशावादी छु। म लेखेर पनि यसको थोरै डिटेल चाहिँ राख्नेछु र उहाँको पीडित परिवारकै म क्युआर दिनेछु। तपाईहरूले त्यो सहयोग पठाइसकेपछि मलाई चाहिँ स्क्रिनशट पठाउनु भयो भने चाहिँ म त्यो सहयोगलाई पोस्ट मार्फत सार्वजनिक गर्नेछु। र कुनै साथीहरूले यस्तो सोच्नु होला किन सब सार्वजनिक गर्न पर्यो भनेर, त्यो भनेको यो तपाईहरूले पठाउनु भयो भनेर देखाउन भन्न खोजेको होइन कि अरूलाई पनि सहयोग गर्नको लागि त्यसले एउटा भनौँ न महत्त्वपूर्ण भूमिका खेल्छ। अरूलाई पनि उदाहरण पेश गर्नको लागि चाहिँ म पोस्ट हाल्ने गरेको छु। तसर्थ साथीहरू, तपाईहरू समक्ष म पीडित परिवारको अपिल लिएर आएको थिएँ। बोल्दै गर्ने क्रममा मबाट मिस्टेक हुनसक्छ। म कोही प्रोफेसनली पत्रकार होइन। म त भारत प्रवासमा एउटा कुनै सानो भए पनि सहयोगको एउटा जरिया मात्र हो। तपाईहरूको सहयोग लिएर एउटा पीडित परिवारलाई चाहिँ सहयोग दिने उद्देश्य सहित म अगाडि बढिरहेको छु। हामी कुनै न कुनै तरिकाले समाजसँग चाहिँ जोडिएरै काम गरिरहेका छौँ सबैले। त्यही भएर साथीहरू, तपाईहरूले यसलाई चाहिँ अन्यथा नलिनु होला भन्दै म अहिले भने यो भिडियोलाई चाहिँ अन्त्य गर्छु। हस्त, धन्यवाद।